के भयो बाबा उदास देखिनुहुन्छ म तिम्रो भविष्यलाई लिएर चिन्तित छु छोरा के भो बा केही त होला होइन छोरा मलाई चिन्ता छ तिमी यस्तो स्वार्थी दुनियाँमा कसरी आफ्नो फ्युचर सफल गर्छ छोरा चिन्ता नगर्नु बाबा म केही न केही गरिहाल्छु अरू कुरा भन्नु अर्को कुरा हाम्रो देशमा नयाँ सरकार आएको छ त्यसले हाम्रो सपना पूरा गर्ला त नयाँ सरकार पनि ती पुराना नेताहरू जस्तै पाउने हो कि हाम्रो गरिबी कहिले सकिन्छ बाबु कहिले सकिन्छ चिन्ता नगर्नु बाबा नयाँ सरकार पुरानो जस्तो छैन बालेन सरकारले हाम्रो सपना अवश्य पूरा गर्नेछ हो त्यही कुरा मलाई नि लाग्छ अब हेरौँ के हुन्छ बालेन सरकार हाम्रो भरोसा नतोड्नु चाहिँ नेपाल चाहिँ घन्टी त्यस्तै हुन्छ चिन्ता नगर्नु बाबा है आउने मिठो मिठो हक गरौँ बाबा आई लभ यु पर लैजाऊ फुलहरू